नमस्कार साथीहरु, फेरि पनि तपाईलाई विकास टेक 0.8 च्यानलमा स्वागत गर्न चाहन्छु। साथीहरु, के तपाईहरुले पनि एउटा भिडियो एडिट गरेर युट्युबमा, फेसबुकमा, टिकटकमा अपलोड गर्नुहुन्छ र हजुरले चाहिँ भिडियो एडिटिङ गर्ने एप चाहिँ क्यापकट चलाइरहनु भएको छ भने अब क्यापकटमा पनि लोगो आइसकेको छ साथीहरु। अब तपाईहरुले अपलोड गर्ने भिडियोमा चाहिँ क्यापकटको लोगो साथसाथै अपलोड भएर जान्छ साथीहरु। त्यसकारण साथीहरु, तपाईहरु पनि क्यापकटको लोगो हटाउन चाहनुहुन्छ भने यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। म हजुरलाई यहाँ साइडमा मोबाइलको स्क्रिन रेकर्ड शेयर गर्न चाहन्छु साथीहरु। सर्वप्रथम साथीहरु, आफ्नो मोबाइलमा रहेको क्यापकटको एप्सलाई ओपन गर्न होला साथीहरु। सिम्पली मैले यहाँ क्यापकटलाई ओपन गर्दै क्यापकटलाई ओपन गर्ने बित्तिकै साथीहरु अब हजुरले चाहिँ यहाँ न्यू प्रोजेक्टमा हजुरले यहाँ सिलेक्ट गर्नु होला साथीहरु। सिम्पली मैले यहाँ न्यू प्रोजेक्टमा सिलेक्ट गर्दै न्यू प्रोजेक्टमा सिलेक्ट गर्ने बित्तिकै साथीहरु अब हजुरले यहाँ देख्न सक्नुहुन्छ एल्बमको अप्सन रहेको छ। त्यस्तै गरी साथीहरु यतापट्टि देख्न सक्नुहुन्छ लाइब्रेरीको अप्सन रहेको छ साथीहरु। सिम्पली हजुरले एल्बममा क्लिक गर्नु होला। एल्बममा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरको चाहिँ यहाँ फोटो भिडियोहरु चाहिँ शो गर्ने गर्दछ। हजुरले एउटा भिडियोलाई यहाँ सिलेक्ट गर्नु होला साथीहरु। सिम्पली मैले एउटा भिडियोलाई सिलेक्ट गर्दै र एडमा क्लिक गर्दै एडमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरले यहाँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ लेफ्ट कर्नरमा चाहिँ एउटा क्यापकटको वाटरमार्क शो भइरहेको छ साथीहरु। अब हजुरले चाहिँ यसलाई यहाँबाट रिमुभ गर्न सक्नुहुन्छ सजिलै तरिकाले। त्यस्तै गरी साथीहरु अब हजुरले चाहिँ भिडियोलाई यता सारेर आउनु भने यसको अन्तिममा पनि हजुरले एउटा वाटरमार्क पाउनुहुनेछ। यसलाई चाहिँ सधैँको लागि कसरी चाहिँ हजुरले चाहिँ यहाँबाट डिलिट गर्न सक्नुहुन्छ साथीहरु। यहाँ देख्न सक्नुहुन्छ लास्टमा हाम्रो चाहिँ क्यापकटको लोगो शो भइरहेको छ साथीहरु। अब हजुरलाई चाहिँ म यहाँ सुरुमा चाहिँ म हजुरलाई चाहिँ यहाँ मेरो भिडियोमा रहेको लेफ्ट कर्नरको वाटरमार्क हटाएर देखाउनु छ साथीहरु। त्यसको लागि साथीहरुले चाहिँ यहाँ माथि देख्न सक्नुहुन्छ एआई अल्ट्रा एचडी रहेको छ। हजुरले चाहिँ यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरले तल देख्न सक्नुहुन्छ हाम्रो वाटरमार्कको अप्सन यहाँ शो भइरहेको छ र यहाँ क्यापकट भनेर देखाइरहेको छ साथीहरु। सिम्पली हजुरले यसमा क्लिक गरिदिनु होला। यहाँ क्लिक गर्ने बित्तिकै विभिन्न अप्सन रहेको छ। हजुरले क्यापकटको लोगोलाई चाहिँ हजुरले लेफ्टमा पनि राख्न सक्नुहुन्छ, हजुरले राइटमा पनि राख्न सक्नुहुन्छ, हजुरले चाहिँ लेफ्टको तलपट्टि पनि राख्न सक्नुहुन्छ र राइटको तल पनि राख्न सक्नुहुन्छ साथीहरु। अब हजुरले चाहिँ यहाँ हटाउनको लागि यहाँ देख्न सक्नुहुन्छ साथीहरु हाम्रो हिडनको अप्सन शो भइरहेको छ साथीहरु। सिम्पली म यहाँ हजुरलाई देखाइदिए यसमा चाहिँ हजुरले क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने बित्तिकै साथीहरु हजुरले यहाँबाट ब्याक आउनु होला। ब्याक आइसके पछाडि साथीहरु अब हजुरले चाहिँ आफ्नो भिडियोलाई सेभ गर्नुभयो भने चाहिँ क्यापकटको वाटरमार्क लाग्ने छैन साथीहरु। सिम्पली अब हजुरले चाहिँ यो अन्तिमको वाटरमार्कलाई हटाउनको लागि के गर्नुपर्छ भने साथीहरु सिम्पली यहाँ देख्न सक्नुहुन्छ अन्तिमको वाटरमार्क लागेको छ। हजुरले चाहिँ यहाँबाट एकचोटी ब्याक आउनु होला साथीहरु। सिम्पली म यहाँ ब्याक आए। ब्याक आइसके पछाडि अब हजुरले यहाँ देख्न सक्नुहुन्छ सेटिङको अप्सन शो भइरहेको छ। यो सेटिङको अप्सनमा हजुरले क्लिक गरिदिनु होला। सेटिङको अप्सनमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरले चाहिँ फेरि यहाँ देख्न सक्नुहुन्छ साथीहरु एड डिफल्ट एन्डिङ रहेछ साथीहरु। सिम्पली हजुरले यसलाई अफ गर्नु होला र हजुरले डिस्कार्डमा हजुरले क्लिक गरिदिनु होला। डिस्कार्डमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरको चाहिँ क्यापकटमा भएको लास्टको लोगो पनि यहाँ हटेर जानेछ साथीहरु। सिम्पली मैले यहाँ न्यू प्रोजेक्टमा क्लिक गर्दै न्यूमा क्लिक गर्ने बित्तिकै साथीहरु अब हजुरलाई चाहिँ मैले एउटा भिडियोलाई यहाँ एड गर्दै एड गर्ने बित्तिकै साथीहरु म हजुरलाई यहाँ लास्टसम्म लिएर जानेछु र हजुरलाई चाहिँ म क्यापकटको लोगो हटाएको यहाँ देखाउने छु साथीहरु। सिम्पली यहाँ देख्न सक्नुहुन्छ हाम्रो अन्तिमको लोगो पनि हटिसकेको छ साथीहरु। सिम्पली अब हजुरले पनि यो तरिकाबाट क्यापकटमा रहेको दुईवटा लोगोलाई सजिलै तरिकाले रिमुभ गर्न सक्नुहुन्छ साथीहरु। भिडियो कस्तो लाग्यो साथीहरु कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। र साथीहरु तपाईहरु चाहिँ मेरो भिडियो कुन प्लेटफर्मबाट हेर्दै हुनुहुन्छ? यदि तपाईहरु टिकटकबाट हेर्दै हुनुहुन्छ भने टिकटकलाई फलो गर्नु होला, भिडियोलाई लाइक गर्नु होला र युट्युबबाट हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्न नभुल्नु होला। किनकि साथीहरु यस्तै महत्त्वपूर्ण भिडियो मैले हजुरहरुको सामु ल्याइराख्छु। आज चाहिँ हजुरहरुबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।